देशको लागि सर्वाङ्गीन विकास भएको एउटा युवा तयार इमान्दार नागरिक तयार गर्ने हुन्छ। त्यसको लागि पनि यो एभरेस्ट भक्तपुर स्कुल र एभरेस्ट इङ्ग्लिस स्कुल बधाई पात्र हुनुहुन्छ। र अर्को सबैभन्दा राम्रो पक्ष यो आजको कार्यक्रमको चाहिँ बर्थडे फन्ड अन्तर्गत जुन किसिमले हरेक दिन 1 रुपियाँको दरले मिनिमम 1 रुपियाँको दरले चाहिँ तपाईँहरूले बर्थडेको आफ्नो केक अथवा स्विट जस्तै हाम्रो हेल्थमा अहिलेको जुन समाजमा जुन स्वास्थ्यमा नकारात्मक अवस्था आइरहेको छ त्यो एउटा कारण पनि त्यही हुनसक्छ भन्ने कुरा विज्ञहरूले भनिरहेको अवस्थामा यहाँहरूले एउटा समाजको प्रतिको उत्तरदायित्वलाई सम्झेर एउटा विकट अथवा विभिन्न दुर्गम जिल्लाका विद्यालयहरूमा यसरी पुस्तकहरू वितरण त्यो बर्थडे फन्ड अन्तर्गत आएको फन्डबाट पुस्तकहरू किनेर हरेक वर्ष यसरी विगतका विद्यालयहरूमा जुन प्रदान गरिएको छ त्यो अत्यन्तै मनोयोगी छ। र मैले योभन्दा अगाडि पनि यस कार्यक्रममा सहभागी हुन पाएको कारणले गर्दाखेरि मैले अन्य विद्यालयहरूलाई पनि यसरी गर्न सक्यो भने पक्कै पनि हाम्रो समाज एउटा सुदृढ समाज बन्न सक्छ, सभ्य समाज बन्न सक्छ भन्ने आएको थियो। र भक्तपुर नगरपालिकाको कुरा गर्नुपर्दाखेरि पनि एउटा उत्तरदायित्व समाजप्रतिको उत्तरदायित्व बोध गर्ने नागरिक तयार गर्नको लागि हामी प्रतिबद्ध भएर लागिरहेको यहाँमा देखिँदैछ। हामीले एउटा सिटी अफ एक्सलेन्स भनेर एउटा नारा दिएको सर्वाङ्गीन र पूर्णता भएको एउटा सहरको रूपमा एउटा गिनिपिडको रूपमा एउटा टेस्ट ट्युबको रूपमा हामीले यो नगरपालिकालाई अगाडि बढाउँदै आएका छौँ। त्यो भनेको के हो त भन्दाखेरि हामीले अबको समाज र शिक्षा बिना अगाडि बढ्न सक्दैन र शिक्षालाई नै प्राथमिकता दिएर शिक्षा पनि पढाइ मात्र होइन सिकाइ हुनुपर्छ। जुन आज मैले अघि पनि भने म आफैले पनि धेरै कुराहरू सिकिरहेको थिएँ बाल बालिकाहरूको मार्फतमा। अनि त्यसरी सिकाउन सकेको खण्डमा हामीले अवश्य पनि भविष्यको कर्णधारहरूले हाम्रो देशलाई गौरवान्वित छ र हामी विश्वस्त हुन सक्छौँ। र यसरी हामीले एउटा भक्तपुरलाई आदर्श नगरको रूपमा अगाडि विस्तार गर्नको लागि जन्मदेखि मृत्युसम्मको संस्कारहरू जुन हामी अवश्यम्भावी छ त्यस्ता गतिविधिहरूलाई एउटा सरकारको नाताले एउटा स्थानीय सरकारको नाताले हामीले हरेक क्षेत्रमा हरेक पक्षमा चाहिँ साथ जनताको साथ र जनतालाई साथ दिँदै अगाडि बढिरहेको यहाँ राख्न चाहन्छु। त्यो कसरी त भन्दाखेरि हामीले अब भक्तपुर नगरपालिकाको आफ्नो नारा पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति भन्ने जुन हाम्रो सभ्यता छ हाम्रो पहिचान छ। हामीले अहिले हाम्रो पहिचान भनेको भक्तपुरको मात्र होइन देशकै पहिचान छ र यो विश्व सम्पदा क्षेत्रमा भएको कारणले गर्दाखेरि यसलाई जोगाउनुपर्छ र हाम्रा नयाँ पिँढीहरू आजको बाबु नानीहरूलाई सिकाउनुपर्छ र उहाँहरूले पनि अगाडिका पिँढीहरूलाई सिकाउँदै जानुपर्छ। त्यसरी यसलाई सुरक्षित किसिमले उहाँहरूमा हस्तान्तरण गरेर त्यसरी नै हाम्रो समाज हाम्रो सभ्यतालाई अगाडि बढाउँदै जान्छ भन्ने हामीले विश्वासका काम गरिरहेका छौँ भने त्यसमा जोडेर एउटा सिक्काको दुईटा पाटो भने जस्तै भक्तपुर नगरपालिकाले यो संस्कृति र सभ्यता जोगाउने काम सँगसँगै 21औं शताब्दीमा ज्ञान विज्ञान र प्रविधि पनि सँगै लानुपर्छ। एउटा सिक्काको दुईटा पाटोको हिसाबले त्यसरी अगाडि बढाउनको लागि हामीले रिसर्च बेसमा र उच्च शिक्षा यहाँको हरेक नागरिकले उच्च शिक्षा अध्ययन गर्न उहाँको नैसर्गिक अधिकारको रूपमा हामीले अगाडि बढाएर हामीले अहिले 7वटा कलेजहरू स्थापना गरेका छौँ र 2वटा इन्जिनियरिङ कलेजहरू यसमध्ये पर्छ, एउटा ल कलेज पनि पर्छ र अहिले देशभरिकै विद्यार्थी युवाहरूले चाहिँ यहाँ अध्ययन गर्न पाएका छन्। र हाम्रो उद्देश्य लङ टर्म भिजन भनेको ठुलो विश्वविद्यालय
विश्वविद्यालय स्थापना गर्नु र मेडिकल कलेज सञ्चालन गर्नु, किनभने हामीसँग अहिले को अस्पताल 100 अस्पताल छ, जुन चाहिँ नगरपालिकाले सञ्चालन गर्न पाउने भनेको 2500 मात्रै हो। हामीले 100 सञ्चालन गरेका छौँ र अत्याधुनिक अस्पताल सञ्चालन गरिरहेका छौँ, ताकि यहाँ हरेक नागरिक स्वस्थ हुनुपर्छ। बिरामी परेको खण्डमा चाहिँ स्वास्थ्य उपचार नजिक 20 मिनटको समयमा पुग्न सक्ने अवस्थामा हामीले त्यो सुविधा हामीले जनतालाई दिएको छौँ, ताकि उहाँहरू बिरामी परेको ठाउँमा खण्डमा स्वास्थ्य हुन सक्नु, चाँडोभन्दा चाँडो उपचार गर्न सक्नु भन्ने हाम्रो उद्देश्य हो। भन्दाखेरि बिरामी हुन नदिनको लागि फेरि खेलकुददेखि लिएर हाम्रो एक्सर्साइजका सामग्रीहरू हरेक वडामा मात्रै नभएर 20-22 ठाउँमा हामीले राखेका छौँ, ताकि यहाँका सबै नानीहरू स्वस्थ हुनुपर्छ भन्ने सोचका साथ हामीले अगाडि बढेको रहेका छौँ। भने हामीले विद्यालय कलेज सँगसँगैमा हामीले छात्रवृत्ति दिएका छौँ, हामीले लोन पनि दिएका छौँ। अहिले हामीसँग 800 भन्दा बढी विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्नको लागि लोन दिइरहेको छ। एकदमै एउटा एक्जेम्पलरी नै भएको छ, एउटा उत्कृष्ट नमुनाको रूपमा हामीले लिन पाएका छौँ, ताकि अरूले पनि सिक्न सक्छ। किनभने 5 लाखसम्मको शिक्षा शैक्षिक लोन हामीले दिएका छौँ र अहिले लगभग सबै विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्न पाइरहेको छ र उहाँहरूले आफैले एकदमै इमान्दारताका साथ हामीलाई त्यो पैसा चाहिँ आफैले हामीले अभिभावकबाट लिने फर्काउने हरेक विद्यार्थीहरू आफै आफ्नो पढाइ सकेर काम गरेर फर्काउने त्यो हिसाबले गरिरहेको एकदमै सफलतापूर्वक सञ्चालन भइरहेको ल्याएर चाहे र सँगसँगै उनीहरू आफैले आफ्नो क्षमता विकास गर्ने, कसैको घर दैलो वा अफिसहरूमा कामको लागि चाहन्छ हेरी उनीहरू आफै सक्षम बनाउने, उनीहरूलाई तालिम दिने र आफ्नो काम आफैले जब क्रिएट गर्ने, ताकि अरूलाई उहाँहरूले जब दिन सक्छ। त्यो